चाहिँ अब हाम्रो गाई छौ हेर्नुहोस् होला हाम्रो विनय दाइले। अब हामी यहाँबाट एक कन्टेनर उठानेवाला छौँ। यहाँ हाम्रो दाइ पनि छन् होइन। हेलो गाइज, म पनि छु यहाँ है। अब यहाँ हामी कन्टेनर उठाउन आँटेको। हेलो गाइज, यता हाम्रो दाइ पनि छ। अब हामी चाहिँ यो उठाउँदैछौँ हाम्रो हरिओम दाइले। हामी उठाएर लानै आँटेको, त्यही भएर त्यसो छौँ। ल हरिओम दाइ एकचोटि मलाई देखाउनु त, त्यसो गरेर हाम्रो दाइहरूसँग लाँदैछौँ आज। अब नयाँ भोलि ईदको लागि भोलि ईदको लागि भोलि ईद छ हाम्रो। ईद स्पेसलमा हामी आएको छौँ यहाँ नयाँ भाडा हेर्नको लागि। वेलकम गाइज, हेरिदिनु होला, माया गरिदिनु होला। यो हाम्रो चाहिँ यो खान साहेब हो जो मेडिक्लिनिकमा काम गर्छ है। यस्तो मेडिक्लिनिकमा पनि काम। हेलो गाइज, गुड इभिनिङ सबैजनालाई। हामी चाहिँ अहिले इभिनिङ वक गर्दैछौँ। देख्नु सक्नुहुन्छ हाम्रो साथीहरू चाहिँ अगाडि जाँदैछ, म चाहिँ पछाडि छु। हेर्नुहोस् होला गाइज, म चाहिँ यहाँ फेरि पछाडि छु, इभिनिङ वक गर्दै हो गाइज है। त्यसैले अहिले मैले तपाईँहरूलाई देखाउन गइरहेको छु। हेर्नुहोस् होला हाम्रो केटाहरू चाहिँ जाँदैछ है गाइज। त्यसरी हामी जाँदैछौँ, घुम्दैछु है गाइज। सबैजनालाई वेलकम छ। यस्तो छ गाइज। हेलो हेलो हेलो, यस्तो छ है गाइज। आज चाहिँ देख्न सक्नुहुनेछ तपाईँहरूले है, अबुधाबी एयरपोर्ट, अबुधाबी सिटी सेन्टर। त्यसरी देख्न सक्नुहुनेछ टाउन सेन्टर, मौसुद्दिन, अल मौसुद्दिन। यस्तो छ है गाइजहरू, हेर्नु होला। सबैजनाले हेर्न सक्नुहुने रहेछ। ओके गाइज। Guys, online देख्न सक्नुहुन्छ गाइज। हेर्नुहोस् होला गाइज। हेलो हाई गाइज, देख्नु सक्नुहुन्छ अलमोस्ट फुल हाउस होटेल पनि छ गाइज यता है। अब म यसरी जानेछु मिना गिफ्ट मार्केट गाइजहरू। यसरी छ है त। सबै अहिले चाहिँ रमजान चल्दैछ, आज रमजानको पनि लास्ट हो, त्यही भएर गाडी भिड छ है गाइजहरू। देख्नु सक्नुहुनेछ। मेरो साथीहरू चाहिँ अगाडि गइसकेको छ गाइज है। यसरी अन्धकार हुने ठाउँमा अन्धकार छ। अल्यान्ड युनिभर्सिटी पनि यता छ गाइज है। यसरी छ। मेरो ब्लगलाई मन पर्यो भने तपाईँहरूले चाहिँ ब्लगलाई छोटो मिठो गरेर लाइक कमेन्ट सेयर गरिदिनु होला गाइज। यो चाहिँ जिमी गिफ्ट मार्केट रहेको छ गाइज। यसरी छ। यस्तो हुँदै हामी घुम्न निस्केको छौँ। इभिनिङ वक छ हाम्रो है गाइज।
यस्तो छ। है त अब त्यही भएर तपाईँहरू पनि यसो निस्किनु होला इभिनिङ वर्कमा होइन। अनि त्यसपछि देख्न सक्नुहुनेछ गाइज है। अब त्यहाँबाट चाहिँ टक्कसँगले हामी जेब्रा क्रसिङ रहेछ, त्यहाँबाट चाहिँ म जेब्रा क्रसिङ गर्नेछु। यहाँ चाहिँ अरू ठाउँबाट क्रस गऱ्यो भने फाइन आउँछ होइन। त्यही भएको कारणले गर्दाखेरि जेब्रा क्रसिङ लाइट भएको ठाउँमा हामीले चाहिँ जेब्रा क्रस गर्नुपर्छ। साथी हो बाहिर अरूको देशमा रुल्सहरू फलो गर्नुपर्छ है त। अब यहाँ देख्न सक्नुहुनेछ यो चाहिँ सानो हो, त्यही भएर म जेब्रा क्रसिङबाट गर्दैछु। गाडी आउँदैछ, यो चाहिँ क्रस होइन है साथीहरू, सिग्नल छैन, त्यही भएर जेब्रा क्रसिङबाट क्रस गर्दैछु गाइज है। देख्न सक्नुहुन्छ गाडी आउँदैछ। यो गाडी रोकेपछि म जाने तयारी गर्दैछु। ल गाइज म यता जाँदैछु है जेब्रा क्रसिङबाट, यस्तो जाँदैछु। अब यो जिमी मिना गिफ्ट सेन्टरमा घुम्नको लागि, रमजान सपिङको लागि हेर्न गइरहेको छु है त। त्यसै गरी देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो साथीहरू छ है गाइज। यहाँ देख्नुहुन्छ जिमी गिफ्ट, यता हाम्रो चाहिँ गाइज सुपरभाइजर स्टोर किपर यहाँको यो जिमी गिफ्ट सेन्टरको चाहिँ। ओके गाइज, भ्लग बनाउँदै गर्छु होइन। अहिले अब आइपुग्यो।